गाइज आज चाहिँ म तपाईहरुलाई मेरो बाल्यकाल भनौं न त्यो प्लस 2 पढ्ने बेलामा त टिनेजर एज भनौं न टिनेजर एजको लभ स्टोरी सुनाउन गइरहेको छु हैन। म चाहिँ प्लस 2 पढ्ने बेलाको लभ स्टोरी। म चाहिँ एकदम त्यो बेलामा लजालु, कोहीसँग नबोल्ने अनि त्यस्तो थियो के। अनि तर एकजना केटी साथीलाई मन पर्थ्यो अनि मैले केटाहरुलाई चाहिँ भनेको थिएँ के यो केटी चाहिँ मन पर्छ यार भनेर भनेको थिएँ के जतिखेर नि के। अब तर उसको अगाडि उसलाई चाहिँ एक्सप्रेस अब डाइरेक्ट भन्न नसक्ने तर पछि पछि चाहिँ भन्थे के अनि साथीहरुलाई। अनि एक दिन चाहिँ उ केटी साथी नि मेरो नजिकै आयो के जुन मैले मन पराउँथे त्यो केटी साथी नि। अनि मैले हेलो भनेको उले पनि हेलो भन्यो अनि तिमीलाई केही भन्नु छ भनेर उले सोध्यो के केटी साथीले। अनि मैले एक्चुअली म मात्र भनेको थियो अनि उले म तिम्रो कुरा बुझ्छु रे के। अनि मैले सोध्यो तपाईले चाहिँ कसरी तिमीले चाहिँ कसरी मेरो कुरा बुझ्छ र भनेर भनेको। अनि उले भने के तिमी एउटै डायलग चाहिँ एउटै कुरा चाहिँ अब 1 वर्षदेखि सबै साथीहरुलाई भन्दै हिँडिरहेको छ अनि क्लासै हल्ला भइसक्यो त्यो कुरा म बुझिहाल्छु नि रे के। तर अनसक्सेस हो हैन। तर यस्तै लभ स्टोरी कसको छ सुनाउनुस् त यता गफाडीको गफमा।